हेलो गाइस, दर्शन नमस्ते एभ्रिवान। आज भने चाहिँ अब घर जानको लागि मैले सामानहरू प्याक गर्दैछु। अनि यहाँ प्याक गरेँ मेरो झोला, त्यसपछि यो सानो झोला पनि छ। लथालिङ्गै थियो नि त मेरो सबै चिजहरू। अनि यहाँ पनि प्याक गरेछु। अनि त्यसपछि यो बाकसहरू छ, के छ। अब भने चाहिँ तपाईँहरूलाई म बाहिर गएर देखाउने छु। फिल रमाइलो है, भित्र चाहिँ यस्तो छ हालत। यहाँ चाहिँ दाइ बसिराख्नु भएको छ। दाइको चाहिँ अस्ति बिदा गरिरहेको भयो। अब म चाहिँ फर्स्ट टाइम बिदा जाँदैछु। अब इन्जोय गर्नेवाला छु। बिदा पनि 20 दिन पास भएको छ, एकदम रमाइलो गर्नेवाला छु। अब भने चाहिँ बाहिर गएपछि तपाईँहरूले हेलो हाई दर्शन नमस्ते। अहिले भने चाहिँ म अघि निस्किन लागेको मात्रै भिडियो बनाएको थिएँ। अहिले भने चाहिँ म सुरुङ्गामा छु। अनि यहाँनिर चाहिँ खाजाहरू खाएँ गाइस। अनि रेडबुल खाएँ, अनि अरू थुक्पाहरू खाएँ। अब भने चाहिँ म लाग्नुपर्ने हुन्छ फुपूको घरमा। फुपूको घरमा गएपछि म आज फुपूलाई मैले आउँछु नि भनेको छुइनँ। फुपूले के भन्नुहुन्छ होइन। अनि अस्ति चाहिँ 25 जग्गा गर्दै आउँला भनेर मात्रै भनेको थिएँ। बिदा निस्केको टाइममा ठ्याक्कै त्यहाँ जाने काम पनि पऱ्यो मेरो होइन। अनि त्यहाँ जाँदैछु। अनि भोलि चाहिँ म तापलेजुङ लाग्छु। अब के कस्तो हुन्छ फुपूको रियाक्सन हेर्नु है गाइस। ल गाइस, अब भने चाहिँ मैले अटो खोज्नुपर्ने हुन्छ। अटोमा खोज्नुपर्ने हुन्छ। अटो जान्छ सोध्नु पऱ्यो। पाथिभरा चोक जानुहुन्छ मन्दिर? ल जाउँ न त। ल मैले चाहिँ अटो फाइनली अटो भेटिसकेँ। अन्त अटोमा जाने। कति लाग्छ पाथिभरा मन्दिर जानलाई? पाथिभरा मन्दिर कति लाग्छ? ओके ल सरर अब अटोमा भइसक्यो। अटो पनि यो चाहिँ सुरुङ्गा है गाइस। सुरुङ्गामा आइसक्यो। आज कलाएर भाँच्ला जस्तो लाग्यो क्या फेरि। यो चाहिँ फेरि मुभमेन्ट गर्दाखेरि चाहिँ झापा रोडतिर लाग्नुपर्छ। यहीँबाट जाउँ न त झापा रोड। झापा रोड चाहिँ म देखाउनेवाला चाहिँ दामी छ। अगाडि चाहिँ झापा रोड यस्तो दामी छ गाइस। यो झापा रोड, यो झापाको झापा रोड चाहिँ डबल लाइन छ। काठमाडौँ भन्दा पनि खतरा छ गाइस। यही हो। अनि झापा रोड चाहिँ यही हो। अनि अगाडि दाइ हुनुहुन्छ, दाइले कुदिराख्नु भएको छ। आज चाहिँ गएर फुल टु फुल फुपूकोमा गएर चाहिँ रमाइलो गर्ने हो। त्यही हो गाइस। झापा रोड देखिहाल्नु भयो, तपाईँलाई फुल टु फुल देखाउने छु। यो चाहिँ समथिङ कति किलोमिटर छ यो झापा रोड यस्तो बन्नेको? 3-4 किलोमिटर छ है। त्यही 5 किलोमिटर जति बनेको छ होइन? होइन, यो डबल लाइन मात्रै। कहाँ हो नमान्नु? बस्नुहोस् नमुना टोल जाने होइन? हजुर यताउता सबैतिर हो। किनेर फर्कनु हुँदैन? ल बुनुहरू परेको छ, 2जना बुनुहरू पनि जाने हुँदैछ नमुना टोल। मकै बारी पनि देखाउने छ गाइस। यहाँ चाहिँ झापामा चाहिँ 12 मासे मकै फल गर्छ क्या फेरि। 2-2चोटि फल्छ होइन मकै? यो वर्षमा 2चोटि है, कतिचोटि भयो? वर्षमा 2चोटि हेर्ने चाहिँ यहाँ घोगै लागिसकेको छ गाइस। घरहरू भयो। यहाँ चाहिँ म तपाईँहरूलाई मकै देखाउन आउँछु। यस्तो छ क्या गाइस, घोगा लागिसक्यो। हाम्रोतिर त मकै त वर्षमा 1चोटि मात्रै हुन्छ नि त गाइस। यहाँ चाहिँ मकैहरू अब दायाँ बायाँ छ हो, यस्तो छ। यो चाहिँ हुनु पऱ्यो नेपालमा चाहिँ मकैहरू टक्क होइन। बाँझै छैन यहाँ चाहिँ। यहाँ चाहिँ एकदम मान्छेहरू जाँगरिलो रहेछ क्या त्यस। अब म फुपूको घरमा नि पुग्न लागेँ गाइस। फाइनली यो गाइस अब चाहिँ फुपूको घरमा नि पुग्न लागेँ। फुपूले के भन्नुहुन्छ है। तर नानीहरूको लागि मैले सामान चाहिँ किनिनँ, भिडियो बनाउने चक्करमा आइहालेँ। अब एकछिनबाट गएर सामान किनिदिन्छु। यस्तो राम्रो मकैहरू फलेको छ। अलिकति हिचकिया आउँछ होला
फुपूको घर देखाउँछु टाढैबाट फुपूको घर चाहिँ पर निलो घर हो हिरा हिरा घर पर छ एउटा घर घाम हेर्नुहोस् वाउ घाम हेर्नुहोस् कस्तो दामी छ फुपूको घर चाहिँ फाइनली यही हो म अब जाँदैछु त के भन्छ फाइनली म पुगिसकेँ फुपूलाई चाहिँ राक्सन दिन्छु कि आज म आउँछु भनेको थिइनँ त्यत्तिकै आइरहेछ फुपू फेरि यहीँ हुनुहुन्छ रहेछ किनकि यता 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 राइट राइट झन्डै मैले त भित्रै अटो हो यहीँ 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 ल फाइनली म आइपुगेँ ल है त ए मेरो चस्मा त यहाँ पुगेछ क्यामेरा क्यामेरा के छ फुपू ठिक छ मैले पैसा दिनुपर्ने हुन्छ एकछिन एकछिन नगर्न बचाउँछु पर्स मैले यहाँ हालेछु पर्स नै यहाँ हालेछु क्या मैले कहाँ हालेँ पर्स मैले यहीँ हालेछु यहाँ हालेछु पर्स के अरे होइन ऊ के अरे झोला तलै राख्नुपर्छ कि यसलाई बिस्कुट किन्नु भनेको सर आइगयो फेरि कहाँदेखि के कहाँ छ तेरो बजारै आएको अब अटो खेदाउनु पर्छ फेरि भोलि त घर पो जाने आहा फेरि ऊ भनि न त मैले त टिकट भोलि त्यो निकल जाने हो भोलि जान्छु भोलि जाने सुरु त्योहरूको काम यो